गाइस आज त हामी एउटा 4 ट्रिपमा जान लाग्छौँ भाइ। आज हामी काजल लाग्छौँ है, मुस्ताङ भाइ फर्स्ट टुर मुस्ताङ जान लाग्छौँ भाइ। केटा सबै मुस्ताङमा अब आउँछ यहाँ नि भयो भने छिटो आउँछ, कहिले आउँछ आज सामान अहिले धेरै नै लाग्छ त अगाडि हामी हप्ता पहिला उता रार गएर आएको सामान रार जाँदा 7 जनाको 7वटा ब्याग हुँदा पनि मलाई नि मिलेको थियो। यहाँ 4 जना 7वटा लिएर हाल्दै त्यो भयो अहिले अब छिटोमा कति लेखेर हुन्छ के गरे यो एक रात बस्नलाई भनेर 4 बजे बिसले हुन्थ्यो बसेको उसमा हैन दसैँमा हैन Sense. किनभने अब यहाँबाट 1.5-2 घण्टामा पुग्छ फेरि भर्खर खाना खानु मन लाग्दैन के फेरि त्यो कृषि अनुसन्धान केन्द्र Oh, स्वस्तिक कैसे हो आप लोग? के किनेको तिमीले? के हो उसको नाम? कोक। अब त हामी लुम्डेमा खाजा खाँदै थियौँ। Let's go guys. Cheers. किन्यो भने ल बाइ गर्नु मेरो उता माले बाइ गर्नु हुन्छ होला बाइ श्रेयांश बेट्सका कुन गुफा रेडियो अन गरेर कोक पनि आयो कोकमा त खिच्ने हो र बाटो खिच्नु परेन यहाँ बाटो नै खिच्नुपर्छ नि ओले सु आयो साँच्चै हो ए छे कपडामा नगर्ने कहाँनिर छ रोकिदिनु है सुसु आएर उसलाई अलिक कपडामा गरिदिन्छु भन्छ एक्टिङ गरेको त होइन नि के लेखेको छ अरे वेलकम टु के लेखेको छ बागलुङ भन्ने लेखेको छ अरे पढ वेलकम टु बागलुङ भन्ने लेखेको छ वेलकम टु बागलुङ बागलुङ बजार पुग्यो हामी यहाँ र दुईटा बाटो आउँछ यहाँबाट दुईटा बाटो आउँछ र हेर अगाडि हेर न यहाँबाट गर्ने कहाँ है यताबाट बेनी जान्छ त्यहाँ जाने बाटो त खास त्यो हो हामी कालीगञ्ज जाने त्यहाँ अगाडि होइन कस्तो राम्रो फुल होइन फुलको स्वागत गरेछ हामीले आएर वेलकम लेखेको छ यहाँ वेलकम अब यहाँ मन्दिर आउँछ अब हामी मन्दिरमा जान्छौँ पुलिस पुल पनि तर्यो हामी मन्दिर
आयो भगवान गाइस मन्दिर आयो हैन ये हाम्रो पादुवे आयो आयो गोडे आयो पादुवे अब त्यसो भन्नु न भगवान ऊ मन्दिर आयो भगवानको मन्दिर आयो भगवानको मन्दिर आयो त्यसो भन्नु अब झरम मन्दिर अब झरम अब झरम यहाँ गाडी पार्किङ गर्दै थियो नि गाडी हेर सँगै जाऊ फ्रक लगाएको बागलुङ कालिका मन्दिर पुग्यौँ हामी भगवान रक्षा गरौँ निष्कर्ष श्रेयांश बाबा हामी कहाँ पुग्यौँ अब बागलुङ कालिका मन्दिर पुग्यौँ है यहाँ दर्शन गरेर अनि जोमसमतिर लाग्ने हो बाघको साली है ओ हेर बाघको साली गरेर बाघ बसिरहेको छ त्यहाँ मम्मी डर लाग्दो तल तल कस्तो डर लाग्दो छ यो पिच थिएन क्या पहिला है एकदम डेन्जर थियो क्या बाटो उयो हो क्या यहाँबाट हो क्या हामीले लगेको खतरा छ नि बाटो यो यही हो क्या यो त यस्तो पिच थिएन नि पहिला त कस्तो खतरा थियो बाटो तल खोला छ गनाग्नु थियो कि बाटो रोकेर जानु पर्छ कि बाइकलाई पनि धक्का पर्छ योबाट अघि त यस्तो वाउ डर लाग्दो छ डर लाग्दो सुरेश मेरो सुरेश
हाम्रो गाडी चाहिँ यो हो अनि त गाडी छ घाटपट्टि बसेको पानी पर्दैछ दाइ यहाँ त पानी नपरे गुजु 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 करायो So guys, आज हाम्रो बिहानदेखि राति भइसक्यो अहिले हामी एउटा होटलमा छौं जमसमको कुन ठाउँ भन्ने मलाई थाहा छैन स्टे ट्युन्ड गाइज भोलि पनि हामीले एउटा मिनी भ्लग बनाउँछौं कता भन्दा मलाई थाहा छैन होली मनाउने बेलामा मुक्तिनाथ जाने भ्लग बनाउँछौं गाइज स्टे ट्युन्ड भन हाम्रो रुम हो ल अब सस्ती तिम्रो रुम देखाउ जाऊ कहाँ तिम्रो रुम देखाउ त तिमी कहाँ सुत्छौ कस्तो हावा आउँछ यहाँ तिम्रो ब्लड भयो ग्रीन कलरको कार छैन यता सस्तै भन त्यस्तो किन रोकेको त्यस्तो के भगवान काम ओहो ल आज अब हामी रुममा जान लाग्यो यो चाहिँ उसको रुम हो ल्याउँदै खोला सक्छौ खै त्यसो हेर्नुहोस् या गाइस हेर्नु गाइस मेरो पनि छोपा छ के मेरो पोकेमन कार्ड फेरि तल जानु पर्यो आजको भ्लग अब सिद्धि ल स्टे ट्युन्ड ल बाई बाई भोलि स्टार्ट हुन्छ ल बाई बाई